50 रुपियाँमा हाम्रो गाउँ अर्नी बस्तीमा के नास्ता पाइँदो रहेछ है त। हेलो साथीहरू, फेरि पनि तपाईलाई स्वागत छ आजको एउटा नयाँ मिनी भ्लगमा। र आज चाहिँ म हाम्रो गाउँमा 50 रुपियाँमा के नास्ता पाइँदो रहेछ भनेर तपाईहरुलाई देखाउने छु। र गाउँको बाटो अनि यो सुन्दर दृश्य हेर्दै म र कान्छी बाबु चाहिँ नास्ता खानको लागि अगाडि बढ्यो। र यो चाहिँ एकदमै साइकल चलाउँदै गरेको दृश्य अनि बाटोमा चाहिँ ठुलो भैँसी चढिराखेको रहेछ। अनि यो चाहिँ हाम्रो गाउँमा पाइने बङ्गुरको मासु, कुखुराको मासु पाउने यारुसा मासु पसल अनि गाउँको फिल्ड अनि स्कुल। अनि आज नास्ता खान जान लागेको ठाउँ पनि ठ्याक्कै फिल्डकै नजिकै यहाँ मिनी बजारमा रहेको छ। पहिले चाहिँ हामी एउटा पसलमा गयौँ अनि त्यहाँ चाहिँ थिएन। र फेरि हामी त्यहाँ नभएपछि अर्को पसलमा चाहिँ हामी गयौँ। त्यहाँनिर चाहिँ झोल चाउमिन रहेछ। झोल चाउमिन खाना वेट गरिराखेको त कुखुरा पनि झोल खोज्दै आइराखेको रहेछ। त्यतिकैमा बाबुले चाहिँ हातमा पुरै कटौरा हातभरि लिएर बसिरहेको रहेछ बाबु चाहिँ। अनि यो चाहिँ आज हामीले खान लागेको झोल चाउमिन। अनि यो चाहिँ थुक्पा चाहिँ होइन है, यो चाहिँ झोल र अनि चाउमिन मिक्स गरेर बनाइन्छ। र यो चाहिँ 10 रुपियाँको मोनो चिप्स मैले लिएँ अनि यसो टेस्ट गरेको त मिठो रहेछ। अनि ट्याक्क 25 रुपियाँको झोल चाउमिन पनि रेडी भएर आयो। त्यसमा 10 रुपियाँको मटर हाले अनि यसो टेस्ट गरेको छ। झोल चाउमिन त मिठो रहेछ। अनि सेकेन्ड बाइट पनि मैले लिइहालेँ। एकदम मिठो 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 बनेको रहेछ। बाबुको लागि 20 रुपियाँको फ्राई चाउमिन बनाएर प्याक गरेर हामी चाहिँ घर फर्क्यौँ। धन्यवाद। अर्कोचोटि भेट